हरेक बिहान तपाईसँग दुईवटा चोइस हुन्छ। एउटा हो या त तपाईँ सुत्दै बस्नुस् र सपना देख्दै गर्नुस्, अनि अर्को आफूले देखेको सपना पूरा गर्नका लागि तपाईँ बिहानै उठ्नुस्। चोइस तपाईको हातमा छ। जुन तपाईले आज चुज गर्छौ त्यसैको रिजल्ट तपाईलाई आउनेवाला टाइममा मिल्नेछ। मेरो एउटा साथी छ जुन उसले मलाई भन्छ म भोलि बिहान 4 बजे उठ्छु। उसले यस्तो भनेको पनि 1 महिना भइसक्यो। 1 महिना भित्रमा ऊ एकचोटि पनि 4 बजे उठेको छैन। मैले उसलाई सोधेको पनि थिए, किन 4 बजे उठ्नु? 4 बजे उठ्ने के जरुरी काम छ? उसले भन्यो, यो पनि कुनै क्वेसन हो? त्यति धेरै मिलिनियर्स, बिलिनियर्स, त्यति धेरै सक्सेसफुल सबै मान्छेहरू बिहानै उठ्छन्, त्यसैले म पनि बिहान छिटो उठ्नु छ। मैले भन्यो, ठिकै छ, तर बिहान जबसम्म उठ्न सक्दैन तबसम्म उसको जरुरी काम छैन। तपाईको आधा जिन्दगी त त्यही सोचेर बित्छ, म बिहान छिटो उठ्नु छ भनेर। जसले जिन्दगीमा बिहान उठ्नु छ या उठ्छु म भनेर बिहान उठ्न सक्दैन, उसले जिन्दगीमा के गरेर देखाउँछ? ध्यानले सोची हेर त, जब मान्छेहरू चुपचापले सुतिरहेको छ, तिमी त्यतिखेर उठेर केही गरेको भए तिमी आज कहाँ पुग्थ्यौ? हामी सबैलाई थाहा छ आजकाल कम्पिटिसन कति धेरै छ। यदि हामी आफूमाथि आफैलाई लायक बनाएर म यस कम्पिटिसनमा अगाडि बढ्छु भनेर अगाडि बढ्यो भने कुनै दिन तपाईँ पनि एउटा योद्धा बन्नेछौ जुन तपाईलाई पर्खिरहेको छ। म भन्छु, तपाईलाई जुन काम गर्न मन लागेको छ त्यो कामलाई एकदम ध्यान दिएर काम गर, जुन कामले भविष्यमा आरामले जिन्दगी बिताउन सकोस्। त्यसैले तपाईँ हिजोसम्म बिहान 8 बजे उठ्थे भने आजदेखि बिहान 4 बजे उठ्न सिक्नुस्। सुख खोज्नको लागि धेरै गर्नुपर्छ दुःख गर्दै गए एक दिन तपाईले पाउँछ धेरै सुख। जय नेपाल।